माथि यो प्राकृतिक रूपमा यस्तो बलिरहेछ के अरे ज्वाला अरे ज्वाला सर यो सम्भावित क्षेत्र पेट्रोलियम पदार्थ उत्पादन हुने क्षेत्र पनि यही हो। यहीको आसपासमा यो खोला किनारहरूमा धेरै ठाउँमा पानीमाथि पनि आगो बल्ने भनेर धेरै सामाजिक सञ्जालहरूमा पनि छ र यहाँ हामी तलतिर खोलाको किनारमा जान्छौँ त्यहाँ पनि आगोमाथि नै बलेको देख्न चाहिँ सक्छौँ। अनि यहाँ तलतिर अर्को मन्दिरमा पनि देख्न सक्छौँ र यहीको 2-3 किलोमिटर माथि चाहिँ जसले अब दैलेखमा यो पेट्रोल उत्पादन गर्ने भनेर सर्वेक्षण चाइनाले सर्वेक्षण गरेर 50,000 भन्दा बढी उत्पादन हुन्छ भन्ने चाहिँ प्रारम्भिक सर्वेक्षणमा छ र यो निरन्तर हामीले थाहा पाएको अब हाम्रो बुवा परबाजेहरूले भनेको ज्वाला निरन्तर अहिलेसम्म बलिरहेको धेरै वर्ष भयो होला कति थाहा छ कहिलेदेखि अब हामीले अब धेरै समय करिब अब बाजे परबाजे भनेको अब 200-300 वर्ष अगाडिबाटै ज्वाला बलेको र दैलेखलाई चाहिँ ज्वालामुखीको चिन्ह भएको जिल्ला पनि भनिन्छ र अब हामीले अब आफूले प्रत्यक्ष पनि देखिरहेको छ ज्वाला बलिरहेको छ। कस्तो दामी ढोगर न त्यहाँ पहिला हजुरलाई यो यात्रा गर्नुभयो यो दैलेखमा पहिलोचोटि यात्रा गर्नुभयो। यात्रा गर्दा हामी पहिलो अब धार्मिक तथा पर्यटकीय क्षेत्र पनि भने नि कोटिला श्रीस्थान नारीस्थान अहिले चाहिँ हामी श्रीस्थानमा छौँ। अब यहाँ चाहिँ हजुरले यो मात्र नभएर धेरै ठाउँका ज्वालाहरू पनि देख्न सक्नुहुन्छ एकछिनमा। हजुरलाई कस्तो लाग्छ यसको प्रतिक्रिया दिनुलाई किनकि घर टाढा अब डोल्पादेखि अब कामको सिलसिला अथवा कुनै उसको सिलसिलामा सुर्खेत झरेको बेला अब मौका मिलेर दैलेख आएको हो। त्यही भएर यसलाई चाहिँ हामीले सदुपयोग गर्नलाई हामी धेरै ठाउँमा कोटिला श्रीस्थान नारीस्थान अनि त्यहाँ उस्तै गरेपछि हामी धुलेश्वर महादेवको पनि दर्शन गर्छौँ र तल्लो डुङ्गेश्वर पनि जाने कुरा छ। त्यो चाहिँ हामी पछि बिस्तारै होला है। मलाई चाहिँ अनौठो लाग्यो आश्चर्य लाग्यो किनकि म चाहिँ डोल्पाबाट धेरै टाढाबाट आएको सुनेको थिएँ मैले यहाँ पेट्रोलियम पदार्थ छ के अरे यो ज्वाला बल्छ ज्वालाको जिल्ला भने दैलेख त चिनेको तर यहाँ नपुगेको जे होस् यहाँ आउन पाएँ खुसी लाग्यो। उहाँ सरलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु टुरलाई म यहाँ पुग्न पाएको छु। जाम घुमौँ है कस्तो छ बहुत इन्जोय भएको छ धार्मिक स्थल भएर एकदम रमाइलो